सभा सदस्य निर्वाचन 2082 सकियो र मत परिणाम पनि हामीमाझ आइसकेको छ। यो सेसन सुरु गर्नुभन्दा अगाडि म एउटा सानो कथाबाट सुरु गर्छु। एउटा कथा सुनिराखेको थाहा छ नि, एउटा गाउँमा दुध सङ्कलनको लागि एउटा सल्लाह भयो। भोलि बिहान राति सबैजनाले एउटा इनारमा, खाली इनारमा 1-1 लिटर अथवा 1-1 गाग्री केही उहाँहरूले आफ्नो अनुसार प्लान बनाएअनुसार खनाउने र भोलि त्यो भोरी इनार दुधको इनार बनाउने भन्ने कहानीमा हरेक व्यक्तिले के सोचेछन् भन्दा मैले एक अम्फरा अथवा 1 गाग्री पानी हाल्दैमा त्यहाँ सबैले दुध हाल्छन्, कहाँ थाहा हुन्छ र भन्दै सबैजनाको सोच यही नै भएर सबैजनाले पानी हाल्दाखेरि बिहान सबेरै सूर्योदय भएपछि गाउँलेहरू हेर्न आउँदाखेरि त्यहाँ दुधको पोखरी नभएर त्यो इनार पानीको इनार भएको थियो। त्यस्तै अहिले पुराना दलहरू अथवा पुराना हाम्रा नेताहरूदेखि आजित भएर नेपाली जनताले सलेक सुलुक्कै यही कहानीमा जस्तै यत्रो धेरै भोट हाल्न नि खोज्या होइनन् खासमा, तर घन्टी यसरी बजाए त्यो पानीको पोखरी बनाए जस्तै सबैजनाले घन्टी बजाउनु भएछ। निर्वाचनको परिणाम आइसक्यो। हाम्रो संविधान अनुसार बहुमत त आउँदै आउन्न, कुनै पनि दलले सोच्दैन, त्यो संविधान बनाउनेहरूले पनि सोचेका थिएनन्। हामीले जनताहरूमा पनि बन्दैनको भाष्य निर्माणले गर्दाखेरि बन्दैन नै भन्ने, त्यो संविधानमै बन्दैन रहेछ क्या भन्ने लागिसकेको थियो। त्यसपछि बहुमत के 2/3 त त्यो सोचको परको कुरा थियो, तर ब्यालेट बक्समा भोट खसेपछि त आउँदो रहेछ कि आउँदो रहेछ थाहा भइहाल्यो, प्रष्ट भइहाल्यो। निर्वाचन परिणाम हामी सबैमाझ आइसकेको छ। 182 सिट राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको छ, पहिलो दल बहुमत सहितको। दुई सिटले त्यहाँ 2/3 पुगेको छैन। निर्वाचन परिणाममा धेरै रहिरहनु परेन। अब कार्यपालिका कस्तो गठन हुन्छ, अर्थात् यो व्यवस्थापिका हो हामीले चयन गरेको। अब कार्यपालिका त कसरी बन्छ? नेपालको कार्यपालिकाको जहाँ भाग 7 कि 8 कहाँ छ संविधानमा, त्यो अनुसार धारा 1 को कार्यपालिका बन्दैछ हाम्रो नेपालमा पहिलोपटक भनेको। कसैको पनि बहुमत आएको थिएन अहिलेसम्म। पहिलोचोटि धारा 1 कार्यपालिकाको धारा 1 अनुसारको कार्यपालिका मन्त्री परिषद गठन हुँदैछ। यो सम्भवतः नेपालकै सबैभन्दा शक्तिशाली सरकार पनि बन्दैछ र अबका वर्षहरूमा पनि बन्छन् बन्दैनन् लेकिन डाइरेक्ट भन्न त सकिन्न, बन्दैन त भन्न सकिन्न। 2/3 के अरे बहुमत आउन्न भने जस्तै हुन नि सक्छ, तर सम्भव देखिन्न, गाह्रो हुन्छ। र कार्यपालिका अब कसरी बन्छ? राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता अब बालेन शाहलाई अगाडि राखेरै निर्वाचनमा होमिएको थियो। त्यसमा घात प्रतिघात केही भन्ने चिजहरू त्यो सुनिरहेको छ, त्यो हुनै हुन्न। हो नहोस्, अब राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछाने र बालेन शाहको फेस कार्डबाट 50% भोट ल्याएको, अरू 50% भोट अरू सबैजनाको आफ्नो बाहुल्यता, आफ्नो पकड र दुईजनाको गठबन्धन अथवा मेलमिलाप भनौँ न, गठबन्धन त के भन्ने, पार्टी बिच हुन्छ गठबन्धन, दुईजनाको मेलमिलापले ल्याएको 50% त्यो दुईवटा फेसले ल्याएको हो। त्यही भएर जे हो जनताले जसरी त्यही दुईवटा फेसलाई हालेका हुन्, जसरी यो मिलेको मेलमिलापलाई हालेका हुन्, त्यसमा राष्ट्रपाले कुनै घात प्रतिघात नगरोस्। अब यो कार्यपालिकाका चुनौतीहरू के छन् त? चुनौतीहरू त हाम्रो विकासोन्मुख देशमा धेरै हुन्छन्। एकैचोटि अब स्विजरल्यान्ड बन्ने होइन, एकैचोटि US UK बन्ने होइन, बन्दा पनि बन्दैन कहिल्यै, भू राजनीति हुन्छ। त्यसमा हाम्रो घाँटी हेरेर हात निल्नु भन्ने उखान छ, त्यो जस्तै हो। हाम्रो घाँटी ठिक्कको छ, त्यति त्यो सोचे जस्तो छैन। देश वेस्टर्नाइजेसनमा हाम्रा
जेन्जीहरू हाम्रा बालबालिकाहरू सबै वेस्टर्न तरिकाका रहन्छन्, जनजीवन बाँच्न थालेका छन्। हामीलाई बिहान उठेर भैँसी दुहेर गाई दुहेर त्यसको चिया खाने हाम्रो संस्कार हराइसक्यो। अब हामी हिमालयन जाभाको क्यापेचिनो खानु यो समयमा आइपुगेका छौँ। भनेको एकैचोटि त्यो हाम्रो घाँटी सानो नै छ। हाम्रा चुनौतीहरू धेरै नै छन्, तर यसका बिच पनि अवसरहरू टन्नै छन्। सामान्य हामी सरकारी कामकाजमा लाइनमा धेरै बस्नु नपरोस्, ती चिजहरू अनलाइन हुन्, शिक्षा स्वास्थ्य यी सामान्य रूपमा पाउन सकियोस्, आफूले कर्म गरेर खान सकियोस्। विदेश त अब पनि जाने नै हो, त्यो थाहा प्रष्ट छ, नजाने भन्ने छँदै छैन। त्यसरी विदेश नगई केही होला भन्ने अझ तत्काललाई देखिँदैन। सामान्य बाइक चलाएर हिँड्दै गर्दाखेरि ब्ड्याङ्ग एउटा सानो खाल्टोमा ब्ड्याङ्ग छिर्न नपरोस्। यातायात विकासका पूर्वाधारहरू हामीले पढ्दै आएका, ती सामाजिकमा पढ्दै आएका विकासका पूर्वाधारहरू तिनीहरू सहज हुन्, यिनै चाहन्छन् नेपाली जनताहरूले। यिनै चिजहरूबाट आजित भएर वाक्क भएको हो। भ्रष्टाचार न्यून होस्, पुरै नहोस्। भ्रष्टाचारले नै हामी निचिएका हौँ, थिचिएका हौँ। जे छ जति छ, जे छ बजेट त्यो अनुसार काम भइदिएको भए यो अवस्था हुन्न थियो। र अवसरहरू यिनै हुन्। अबका 5 वर्ष के छ भनेर हेर्नुपर्दा 82मा चुनाव भयो, 84को वैशाख जेठमा स्थानीय तहको चुनाव हुँदैछ र त्यसकै 5-6 महिनामा प्रदेशको चुनाव हुँदैछ। यसर्थ यो सरकार दुई तिहाईको अहिले तत्काल 84 सिट आएको भए पनि र 139 सिट आएको भए पनि काम गर्न सक्ने अवस्था सेम थियो। किनकि त्यो फरक कामहरू बहुमतले गर्ने र दुई तिहाईले गर्नेमा केही फरक थिएन। तर म यहाँ अहिले त्यो किन जोड्दैछु भन्दा वैशाख 84को वैशाखको स्थानीय तहमा पनि देशभर घन्टी बज्यो भने राम्रो बज्नुपर्ने जस्तो देखिन्छ। त्यो बजेपछि 6 महिनापछि प्रदेशमा पनि घन्टीले बजायो भने उसँग प्रदेश सभामा राष्ट्रिय सभामा पनि आफ्नो केही आधा सांसद बहुमत पुर्याउन सक्ने अवस्था आउँछ। स्थानीय तहमा पनि पुगेपछि काम पनि गर्न सजिलो हुन्छ। प्रदेश सरकारमा पनि भइसकेपछि हामी अब ठ्याक्क त्यो हुँदाखेरि 2086 हुन्छ, 87मा हाम्रो सङ्घको केन्द्रीय चुनाव हुन्छ। त्यो चुनावभन्दा ठिक 5-6 महिना 1 वर्ष अगाडि संविधान संशोधन गर्ने केही बुँदाहरू केही ठाउँहरू छन् जुन नेपालले खोजिराखेको छ, त्यसमा केही त्रुटि छन्। जस्तै कार्यपालिका गठनमै मलाई कमजोरी लाग्ने नै यही चिज हो। कार्यपालिका गठन गर्दाखेरि सुरुका चुनावको परिणाम आएको सेम भारतको जस्तै अरू सबै कपी गर्न सजिलो भयो, तर यही चिज राखिएन। त्यो थाहा छ, अब आफ्ना लागि राखिएका हुन् ती चिजहरू। चुनाव हुन्छ, चुनावको परिणाम आउँछ, परिणाम आएको 10देखि 15 दिन समय राखेर तोकिएर राष्ट्रपति समक्ष सरकार गठन गर्दाखेरि जसले एलिगेन्स गरे, जसले गठबन्धन गरिन्छ सकियो। त्यो गठबन्धन 5 वर्षसम्म रहने तरिकाको कार्यपालिका हुन पर्यो। किनकि त्योमा विश्वास लाग्दैन भने त जनताले किन विश्वास गरेर पठाएका छन् त नि। हामी त सरकार गठन गर्छौँ, 1 महिना 2 महिनापछि त्यो भागभन्डा के मिल्न छोड्छ, अनि विश्वासको मत फिर्ता लिइदिन्छौँ, अनि फेरि सरकार गठन गर्छौँ। यसरी नै रमाइरहेको थियौँ हामी। यसरी रमाउने त्यो एउटा हुँदा अवश्य परिवर्तन संशोधन गर्नै पर्ने देखिन्छ। अर्को प्रदेश सबैजनालाई टाउको दुखाएको विषय छ। प्रदेशमा पनि केही हेर विचार केही कम गर्ने अथवा हटाइदिए पनि केही फरक नपर्ने जस्तो देखिन्छ। केही त्यो 550 जना सांसद, ती अब माताहतका कर्मचारी, ती सुविधाका सामानहरू, ती सबै चिज एकदम खर्चिलो देखिन्छ। केही काम पनि देखिन्न। स्थानीय तह र केन्द्र भयो भने पनि पुग्ने देखिएको छ। काम पनि खास अहिले पछिल्लो 10 वर्षमा जति नै भएको देखिएको छ, स्थानीय तहले नै गरेको छ। जति गजबका कामहरू देखिएका छन् नेपालमा, नभएको होइन विकास नेपालमा क्रमशैले हुँदै गइरहेछ। एकैचोटि हुन्छ, अघि नै भनिसकिन्छ, एकैचोटि हुने होइन। र यसरी राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहमा आफ्नो
उपस्थिति जनाउनु पर्यो र राम्रो जित निकाल्नु पर्यो। त्यसको 6-7 महिनापछि प्रदेशमा निकालोस् र राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैमा बहुमत 2/3 पुग्ने अवस्था आउँछ र केही अरू पनि दलका साँच्चीकै संविधान संशोधन गर्न लायक देखिन्छन् चिजहरू भने त्यसमा सरिक भएर संविधान संशोधन गरौँ। सबैजनाले हामी नेपाली हो भन्ने सोचेर बनाउन्। म हो मेरा लागि हो भन्नुभन्दा पनि देशका लागि हो भन्ने तरिकाले बनोस् र 87 को निर्वाचनमा शान्तिपूर्ण तरिकाले फेयर तरिकाले जान पाऊँ। यही छ मेरो कामना। अब आउने यो शक्तिशाली सरकारलाई मेरो शुभकामना छ। गजबको काम गरोस्, सामान्य काम गरोस्, ठुलो ललिपपतिर आँखा नलागोस्, सामान्य चक्लेटबाट सुरु गरोस्। सबै ऐ भनेका चिजहरू सरल रूपमा सहज तरिकाले सकाओस् गरोस्। यिनै कामहरू पूर्ण गरेर ती चुनौतीहरूलाई अवसर बनाउँदै यो पछिल्लो 5 वर्षको पनि आकलन गर्दै म पनि बिदा हुन्छु। धन्यवाद। देश राम्रो बनोस्। नमस्ते।